हराएका हतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले सूचना आदान प्रदान गरी कार्ययोजना बनाई संयुक्त रूपमा प्रभावकारी सेक्युरिटी अपरेसन सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको हालसम्म 723 थान हतियार फिर्ता ल्याइएको। जेनजी आन्दोलनको क्रममा कारागार तथा बन्दी गृहबाट भागेका फरार भएका 14,554 कैदीबन्दी मध्ये 9,697 लाई फिर्ता ल्याइसकिएको छ। साथै बाँकी 4,857 कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन गरिएको छ। भाद्र 23 र 24 गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्न मध्ये कुल 595 जनालाई पक्राउ गरिएको तथा 283 जनालाई विभिन्न कसूरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ। आगामी निर्वाचनको समयमा सेना परिचालनको लागि रक्षा मन्त्रालयमा लेखी पठाई राष्ट्रिय सुरक्षा परिषदबाट निर्णय समेत भइसकेको अवस्था छ। जिल्लागत र प्रदेशगत सुरक्षा चुनौतीहरू र अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा गोष्ठी गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय बमोजिम लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भइसकेको र बाँकी प्रदेशहरूमा पनि पौषभित्र सम्पन्न गर्ने गरी तयारी भइरहेको अवस्था छ। निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट 156 वटा र थप बजेटबाट 106 वटा गरी कुल 262 थान सवारी, सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट 59 वटा र थप बजेटबाट 50 वटा गरी कुल 109 सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप 6 वटा सवारी खरिदको लागि स्रोत सुनिश्चित गरी खरिदको प्रक्रिया अगाडि बढाइएको छ।